भक्तिवरितम् अस्नामि प्रेतात्मनम् इत्युक्तोऽपि द्विजैः तस्मै गृहीतैपतये श्रियः पृथक् प्रश्रीतिं राजंस प्रयत्सादङ्गः सर्वभूतात्मदृग्साक्षात् तस्यागमनकारणं विज्ञाय चिन्तयन्नायं श्रीकामो मा भजत्पुराः पत्न्या पतिव्रतायास्तु सखा प्रियचिकीर्षया प्राप्तो मामशिदास्यामि सम्पदो मर्त्यदुर्लभाः इतं विचिन्तयन् वासरनच्चिरबद्धान् द्विजन्मनः स्वयं जहार किमिदमिति पृथक्तण्डुलः नन्वेदसुपनीतं मेः परमप्रीणनं सखेः तर्पयन्तीं गमां विश्व मेतेऽर्धिकतण्डला इति मुष्टिं सकृज्जग्धवाः द्वितीयां जग्धमाददेः तावत् श्रीर्जगृहे हस्तं तत्परावरवेशिना एतावतालमिस्वात्मं सर्वसम्पत्समृद्धये अस्मिन् लोके तथामस्मिन् पुमंस्त्वास्तोकारणं ब्राह्मणस्तां तु रजनी मुचितवामुच्युतमन्दिरे भुक्त्वा पित्वा मुखं मेने आत्मानन्तर्गतं यथा स्वभूतो विश्वभवने स्वसुखेन विवन्दितः जगामस्वालयं तात पथ्यनुव्रज्यनन्दितः सचाललब्ध्वा कृष्णान्न याचितवान् स्वयं सक्रियान् गृहीतो गच्छन् महर्दशननिर्वृतः अधो ब्रह्मण्यदेव च दृष्ट्वा ब्रह्मण्यया मया यद्दरिद्रसमो लक्ष्मीमाश्लिष्टो बिभ्रतो ऋषिः क्वाहं दरिद्रपापीयान् क्व कृष्ण श्रीनिकेतनः ब्रह्मबन्धुर्विस्माहं बाहुव्यामृरम्बितः निवासितः प्रिया दुष्टः वर्यङ्गे व्रातरो मम महिष्याजीवितश्रान्तो बालव्यजनस्तया शुश्रूषया परमया पादसंभावनादिनेः पूजितो देवदेवेन देवेन देवतां स्वर्गापवर्गयो पुंसां यशायामपि सम्पदाहं सर्वासामपि सिद्धीनां मूलं तत्सरणार्चनम् अधनोऽयं धनं प्राप्य माद्यन्मुच्चैर्नमां स्मरेत् इति कारुणिको नूनं धनं मे भूरिना ददत् इति तच्चिन्तयन् नन्नः प्राप्तो निज गृहान्तिकां सूर्यानलेन्दुशङ्काशैर्विमाने सर्वतो वृतं विचित्रोपवनोद्यानैः कुजद्विजकुलाकुलैः प्रोत्फुल्लकुमुदाम्भोज कौभारोत्पलवारिभिः दृष्टं सलङ्कृतैः पुंभिः स्त्रीभिश्च हरिणादिभिः किमिदं कश्यवास्थानं कथं तदिदमित्यभूत् एवं इमां समानं तं नरः नार्योमरप्रवाह प्रत्यगृह्णन् महाभागं गीतवाद्येन भूयज पतिमागतमाकर्ण्य पत्न्यो दर्शापि सम्भ्रमाः निचक्राममहत्वर्णरूपेण श्रीवालयादपति व्रतापतिं दृष्ट्वा प्रेमोत्कण्ठ्य श्रीलोचन मिलिता मद्बुदीयाः मनसा परिषत्वते पत्नीं वीक्ष्य विस्कुर्वन्ति दैवीं विमानिकीव दासीनां वेतः स्वयं तया प्रतिष्ठो निजमन्दिरमणिस्तम्भेन महेन्द्रभवनं तथा पयफेन निवासया दान्तारुक्मपरिच्छदः पर्यङ्गा हेमदण्डानि चामर्भ्यजनानि च आसनानि च एवानि मृदोपस्तरणानि च मुक्तादामृतानि गीतानानि दिवन्ति च स्वच्छस्फटिककुड्डेषु महामर्गदेषु च रत्नदीपा व्राजमानः ललनारदसंवितः विलोक्य ब्राह्मणस्ततः समृद्धं सरसम्पदः मर्गयामास निपीड्य स्वमृद्धैर्महैतुकीं नूनं वकैतन् मम दुर्विवश्य स्वसद्दरिद्रस्य समृद्धहेतो महाविभूते रवलोकतोऽन्योः नैवोत्पद्येत यदुत्तमस्य नन्वन् ब्रह्माणो दिशते समख्याव्या तिष्णभे भूर्यविभूहिते च पर्युवत् स्वयमीक्षमाणेः दासारकाणां विश्वासगाधे किंचित करोत्युपवियत स्वदत्तं सुहृत्कृतं फलकविभूरिकारिः मयोपनीतं हृदयैकमुष्टिं प्रत्याग्रहे प्रीतियुतो महात्मा तस्यैव मे सौहृदसख्यमौत्रिः दास्यं पुनर्जन्मनि जन्मनि स्यात् महानुभावेन गुणालयेन विसर्ज तत्पुरुष बांसुरी बजाए देव वृंदावन बांसुरी बजाए कृष्ण वृंदावन बांसुरी बजाए
गाउँछु ए हरि भक्ति भाव बढाउँछु दही माखन प्रभुलाई चढाउँछु भजन गाउँछु ए हरि भक्ति भाव बढाउँछु दही माखन प्रभुलाई चढाउँछु दही माखन ए हरि प्रभुलाई चढाउँछु दही माखन प्रभुलाई चढाउँछु हरि दही माखन प्रभुलाई चढाउँछु सुनेपछि कृष्ण बाँसुरी रनको पिर बेताराउँछ यो सुनेपछि कृष्ण मुरली रनको पिर बेताराउँछ यो पिर बेताए कृष्ण राउँछ यो मनको पिर बेताराउँछ यो मनको कृष्ण पिर बेताराउँछ यो मनको हरि बोल कहिले पुग्लायो हरि यो मनको राय कहिले पुग्लायो मनको राय कृष्ण कहिले पुग्लायो मनको राय कृष्ण तिम्रो हरि सम्झना आइरहने बाँसुरी धुन सुन्न मन लागिरहने कृष्ण तिम्रो हरि सम्झना आइरहने वंशी धुन सुनिरहने वंशी धुन हरि सुनिरहने वंशी धुन सुनिरहने कृष्ण वंशी धुन सुनिरहने कृष्ण मेरो हरि मनको साथी हिँड मलाई हातैमा समाते हिँड मलाई हरि हातैमा समाते हिँड मलाई हातैमा समाते कृष्ण 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 हिँड मलाई हातैमा समाते आफ्नो जीवनमा गरेको सत्कर्मको फल रूपी पुण्यलाई भोग गर्दै वर्तमान अवस्थामा भागवतको सेवा गरेर रहनुहुने आदरणीय अशोक श्रेष्ठज्यू, धर्मपत्नी रामदेवी श्रेष्ठज्यू एवं विदेशमा बसेर यो कार्यक्रमलाई भ्याएसम्मको समय दिएर भगवानका कथा लीला अन्य विविध गतिविधिलाई प्रत्यक्ष हेरेर आफू सशरीर उपस्थित हुन नसके पनि मन चित्त वृत्ति सबै यहीँ राखेर
भगवानको सेवा गर्दै रहनुभएको हाम्रो अशोक दाजुको एउटै मात्रै पुत्र सुपुत्र आशिष, जो आफ्नो कार्यव्यस्तताले हाल अस्ट्रेलियामा हुनुहुन्छ, धर्मपत्नी सहित उहाँको एउटी सानी छोरी पनि छ, अशोक दाईको नातिनी। यिनीहरू तीनैजना त्यहाँ छन् र दुईवटी पुत्रीहरू यही साथमा हुनुहुन्छ र सबै आफ्ना स्वजन परिवारहरू, इष्टमित्र, बन्धुबान्धव, विशेष गरी हाम्रो आदरणीय रामदेवी भाउजूका दाजुभाइ, भाइ बुहारी एवं यहाँ रहनुभएको उहाँका इष्टमित्र, बन्धुबान्धव, उहाँको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण भक्तजन र यहाँ उपस्थित भएर जीवनको पुण्य लाभलाई लिँदै रहनुभएका समादरणीय समस्त श्रोतृवृन्दहरूलाई मेरो तर्फबाट पनि हार्दिक हार्दिक नमन एवं स्वागत गर्दै हाम्रो कुलेश्वरबाट भागवत धर्म सेवा सङ्घको संस्थालाई दिएको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने हाम्रा भागवत धर्म सेवा सङ्घका सेवा गर्नुहुने सहयोगी दिज्जुहरू यहाँ सवारी भएको छ। यहाँहरू सबैलाई पनि सतसत वन्दन गर्दै, हाम्रो यस यज्ञमा वर्ण भएर रहनुहुने गुरुहरूलाई वन्दना गर्दै, यो यज्ञमा भागवतको सङ्गीतमय कार्यलाई कार्यवहन गर्दै सङ्गीतमा गाउने बजाउने सबै कलाकारहरूलाई यथायोग्य नमन स्वागत गर्दै अब हामी कथामा प्रवेश गर्दैछौँ। विषय अहिले केही समयमा हामी रासलीला गोपी गीत सहितको चरित्रलाई सुन्दैछौँ। अब 2-3 अध्याय पर छ गोपी गीत। 2-3 अध्याय पहिलेका कथा सुनेर गोपी गीत सुन्छौँ। आजको कथामा हामी कंसवध र रुक्मिणी विवाहसम्मका कथालाई सुन्छौँ। भरे बेलुका विवाहको उत्सव हुनेछ। समय हुने भक्तजनहरू बेलुकाको विवाह उत्सवलाई हेरेर आरती दर्शन गर्दै, भगवानको दिव्य झाँकीको दर्शन गर्दै अनि यहाँहरू आजको कार्यक्रमबाट विश्राम लिन सक्नुहुनेछ। समय नभए त्यो मेरो भनाइ मात्रै हो, हजुरहरू आफ्नो समय भएपछि उठिहाल्नुहुन्छ, त्यो मलाई थाहा छ। बोल भक्तवत्सल भगवानको। त्यही भएर अब धेरै कुरो नभनी विषयमा प्रवेश गरौँ। पूर्व कथामा बताइयो भगवानले निर्हेतु कृपा गर्नुभयो। भतरोडमा यज्ञ गरेर बस्ने ब्राह्मण पत्नीहरूलाई भगवानले एक दिन इन्द्रको पूजाको तयारी गरेका ब्रजवासीहरूको पूजालाई देखेर भगवानले इन्द्रको पूजा किन गर्ने भनेर भगवान आफ्ना पिता नन्दलाई सोध्नुहुन्छ। आज कसको पूजा छ बाबा घरमा? भगवानले सोध्नुभयो। नन्द बाबा भन्नुहुन्छ, बाबु हामी ब्रजवासीहरू सधैँ वर्षको एक पटक देवताका राजा इन्द्रलाई पूजा गर्छौं। नन्द बाबाको यो कुरा सुनेर भगवानले सोध्नुभयो, इन्द्रको पूजा किन गर्ने? नन्द बाबा भन्नुहुन्छ, इन्द्र महाराज भनेका जलका देवता हुन्। इन्द्रको पूजा गर्यो भनेको बेला बेलामा पानी पर्छ। हामी खेती किसान गर्ने मान्छे, हामीहरूको खेती बाली फस्टाउँछ। त्यही भएर हामीहरू इन्द्रको पूजा गर्दछौँ भनेको भगवान केही मुस्कुराउनुभयो। यो धर्म परम्परा हाम्रो कुल परम्परादेखि चल्दै आएको छ। हाम्रो कुलदेवता हुन् इन्द्र भन्नु। राधे राधे। तपाईका पनि छुट्टै छुट्टै कुलदेवता होलान् नि, छैन? छन् है। त कुलदेवता चाहिँ को रहेछन् त बुझ्नुहोस् है। हामीले हाम्रो पुस्तादेखिको पूजा गर्दै आएको इन्द्रको पूजा आज हामी गर्दैछौँ। कुलदेवताको पूजाको दिन हो भन्नु। य एवं विसृजेत् धर्म पारम्पर्यागतं नरः। पारम्पर्यागतः परम्परा अनुसार आएको पूजा हो।
कामात् लोभात् भयात् द्वेषात् सबै नाप्नोति शोभनम। काममा लोभमा भयमा द्वेषमा परेर कसैले परम्परागत धर्मलाई छोड्छ भने त्यसको मङ्गल हुँदैन भन्ने सुनेको छु। त्यही भएर मङ्गल होस् भनेर यो देवताको हामी पूजा गर्छौँ। सुखदेवजी महाराजले राजा परीक्षितलाई भन्नुहुन्छ, हे परीक्षित, ब्रह्मा शङ्कर आदि देवताहरूलाई पनि जसले शासन गर्नुहुन्छ त्यही केशव भगवान आज नन्दको घरमा छोरा बनेर आउनु भएको छ। नन्द बाबा परम्पराका कुरा गरेर जगतका पति ब्रह्मा विष्णुलाई पनि शासन गर्ने भगवानलाई कुलदेवताको पूजा गर्छु भनेर भन्दै हुनुहुन्छ। कस्तो आश्चर्य हैन? स्वयं पूर्ण ब्रह्म भगवान अवतार लिएर छोरा बनेर आउने, अनि नन्द बाबा चाहिँ आफ्नो पुत्रमा प्रेम नगरेर संसारका उपायन्तर देवताहरूका पछाडि पछाडि लागेर इन्द्रको पूजा गर्छौँ भनेको सुनेर भगवानलाई हाँस्न मन लाग्यो रे। त्यही भएर भगवान केही मुस्कुराउनु भयो। आहा, कुरो त तपाईले जो गर्नुभयो त्यो नराम्रो होइन। भगवान भन्नुहुन्छ, कर्मणा जायते जन्तुः कर्मणैव विलीयते, सुखम दुःखम भयं क्षेमं कर्मणैव विपद्यते। हे पिताजी, प्राणीहरू आफ्नो आफ्नो कर्म अनुसार प्राप्त भएको कर्मबाट जन्मिन्छन्, मर्छन्, खान्छन्, हुर्किन्छन्, कमाउँछन्, धमाउँछन्। त्यो सबै कर्मको फल हो। हामीले इन्द्रको पूजा गरेर वर्षा हुन्छ भन्ने मान्यता भन्दा पनि सबैले आफ्नो आफ्नो कर्म गर्नु पर्दछ। यसलाई ठुलो मान्यता दिनुपर्छ। इन्द्रले आफ्नो कर्म गर्छन्, हामी हाम्रो कर्म गर्छौँ। देवता देवताको कर्म गर्छन्, मनुष्य मनुष्यको कर्म गर्छन्, पशु पशुको कर्म गर्छन्। सबैले आफ्नो आफ्नो कर्म त गरिरहेकै छन्। त यहाँ पूजाको के कारण छ र भगवानले सोध्नु। यदि कर्मलाई नै सब कुछ मानेर जीवनमा ईश्वरलाई, कर्मको फल दिने ईश्वरलाई नमान्ने हो भने फेरि ईश्वरलाई तिरस्कार गरेको अपराध पनि त बन्दछ। कर्मलाई मान्ने, कर्मको फल दिने ईश्वरलाई नमान्ने भन्ने त हुँदैन। संसारमा सबैले आज यही गरेका छन्, भोग सबैले भोगेका छन्, तर ईश्वर यसको कर्मको फलदाता हो भन्ने कुरा भोगेका छैनन्, बुझेका छैनन्। सबैले कर्म त भोगिरहेछन्। कोही व्यापार गरिरहेछन्, कोही व्यवसाय गरिरहेछन्, कोही समाज सेवा गरिरहेछन्, कोही देश प्रेम गरिरहेछन्, कोही गाइरहेछन्, कोही नाचिरहेछन्, कोही बजाइरहेछन्, कोही झिमझिम बत्ती बल्ने होटेलमा डान्स पनि गरिरहेछन्। सबैले गरे के त? कर्म। तर त्यो कर्मको जो दाता हो, कर्मलाई दिनेवाला जो हो, त्यो ईश्वरलाई भुलेर उसले यदि केवल कर्म मात्रै गरिरहेको छ भने त्यसले दोष ल्याउँछ, अपराध ल्याउँछ। कमसे कम कर्मको श्रेय त दिनु पर्यो नि कसैले। फलानुले गर्दा म यस्तो भएँ भनेर भन्ने वातावरण भयो भने त्यो कसैलाई मान्यता दिएको हुन्छ। मैले गरेरै म यस्तो भएँ भनेर भन्यो भने त्यो कर्मको दुःख सुखको भोक्ता स्वयं जीव हुन्छ, आफै हुन्छ। त्यही भएर तपाईँ दुःख सुखको भोग आफैमा जिम्मा लिनुहुन्छ भने ईश्वरलाई नसम्झी कर्म गर्नुहोस्। होइन म मरेर मोक्ष पनि चाहिन्छ, म मरेर स्वर्ग पनि जानुपर्छ, होइन मलाई सुख पनि चाहिन्छ, होइन मलाई शान्ति पनि चाहिन्छ, होइन मलाई धन पनि चाहिन्छ, होइन मलाई मेरो काम सफल पनि हुनुपर्छ भने त त्यसको श्रेय त ईश्वरलाई दिनु पर्यो। त्यो ईश्वरलाई श्रेय नदिएदेखि स्वयं एव कर्ता दुखी हुन्छ भनेर भगवानले नन्द बाबालाई सम्झाउनु। कस्तो राम्रो कुरा। भगवान अहिले 7 वर्ष आउनुभयो। 7 वर्षको कृष्णको यो बुझ्न नसक्ने कुरालाई नन्द बाबाले सुनेर छोराले भनेको कुरो हो क्या रे, ठिक हो भने जस्तो लाग्यो। उसो भए के गर्ने त भनेर सोध्नुहुन्छ। के गरौँ त भनेको? इन्द्रको पूजा होइन,
हामीलाई पाल्ने त गोवर्धन हुनुहुन्छ ब्रजमण्डलमा, त्यसकारण हामी गोवर्धनको पूजा गरौँ भन्नुभयो भगवानले। आहा, कस्तो राम्रो कुरा गरे बाबुले। हो त नि है, गोवर्धनका वृक्षबाट हामी घाँस च्याउला लिएर आएर वस्तुलाई खान दिन्छौँ, गाईलाई। गोवर्धनको फेदमा हाम्रो खेती छ। गोवर्धन पहाडले पानी सङ्ग्रह गरेर वर्षा गराएर मूल फुटाएर हाम्रो खेतलाई अभिसिञ्चन गर्छन्। हामीलाई रक्षा गर्ने भने त गोवर्धन पर्वतै हो नि। टाढा भएका इन्द्रले त खै कुनै दिन बाबु हो तिमीहरूको पूजाबाट म खुसी भएँ भनेर कुनै दिन आएनन्। सधैँ धूप बत्ती मेवा मिष्ठान्न फलफुल हामी दिन्छौँ, उनी खान्छन् कि खाँदैनन्, थालीमा जति चढायो त्यति नै हुन्छ, हो कि नि? हामी देवतालाई पूजा गर्छौँ। बोल श्री हरि भगवान को। कृष्णचन्द्र भगवान को जय हो। कुरो राम्रो थियो। हामीले चढाएको फलफुल चढाएका देवताले कहिले खाएको देखेका छैनौँ। हामीले छ कपाकप झिकेर खाइदिएदेखि हामीलाई आनन्द हुन्थ्यो नि, कि होइन? घरमा छोरीछोरीलाई खान दिएको कुरो गम गम खाइदियो भने कति खुसी लाग्छ बाबालाई, लाग्छ? त्यो त आफ्नो छोरीछोरीले खाएको भएर पो आनन्द लाग्यो। त अब त्यही दिएको कुरा भगवानले पनि आएर झम्की झ्याम खाइदिने हो भनेदेखि यस्ता पेटुलाई कति दिन पूजा गर्नु भनेर मान्छेले ईश्वरको पूजा गर्छ। साध्य लागेको दुःख गर्ने हामी, दिएको जम्मै भगवानले खाने भयो भने कसले चढाउँछ भगवानलाई? असुविधा। कति दिन दिएर साध्य लाग्ने? अनि मान्छेले दिन्थ्यो कि दिँदैन थियो होला भन्नु त? अब दिन्थ्यो कि दिन्न थियो पूजा गरेर? घरमा पूजा लाउने भनेर सेलरोटी पकाएछ, जम्मै भगवानले खाइदियो भने सबै खाइदिइहाल्छन्। भयो भयो नपकाउने, नदिकन खानु पर्यो बरु भनेर मान्छेले भगवानले नदिएर अनि आफै खाने। तपाईँलाई दिएर घाटा के लाग्यो त? पकाएको कुरो त जस्ता तस्तै राखिदिएछन्। भगवानले खाने भनेको त त्यसको बासना मात्रै हो। भगवानलाई बासनाले नै तृप्ति हुन्छ, वस्तु त्यही हुन्छ, खाएर अगाउने त हामी हो भने अब त्यति गरिदिँदा त भगवानलाई दिँदैनन् भने खाइदिने भने त दिँदै दिँदै ले। इन्द्र महाराजले पनि आजसम्म हामीले दिया पूजा खान त खाएका छैनन्। हो र? उसो भए आज म तपाईँलाई खाने देवता कहाँ पुर्याउँछु भन्नुभयो भगवान। को हो त खाने देवता भने? अब सुन्दै जानुहोस्। ब्रजवासीहरू सबैले मिलेर इन्द्रको पूजाको लागि तयारी गरेका थिए। के तयारी गरेका थिए त भन्दा दाल चावल पापड मिठाई हलुवा पुडी खिर खिरान्न भनेर भनिन्छ, जसलाई विभिन्न प्रकारका छन् मालपुवा आदि आदि वस्तुहरू, सारा वस्तु तयार थियो। पच्यन्ताम विविधा पाका सुपान्तः पायसादयः संयावापूपसुल्यः सर्वदोहश्च गृह्यताम्। तपाईहरुले पकाएको सारा यो नैवेद्य पकवानहरू यो सबैलाई 56 भोगलाई लिएर हामीहरू सबैजना मिलेर जाउँ। तपाईहरुलाई यो कुरा मन परेको भए मेरो साथमा आउनु, मन नपरेको भए जे मन लाग्थ्यो त्यही गर्नु भनेर नन्द बाबा पूजाको थाली बोकेर कृष्णलाई अगाडि अगाडि लगाएर गोवर्धनतिर लस्के। अब राजा गएपछि मौरीको रानो जता जान्छ, मौरीका बथान त्यतै जान्छ। राजा नै गोवर्धनतिर लस्केपछि ब्रजमा भएका सारा ब्रजवासीहरू पनि तिम्रो जे गति हाम्रो त्यही गति भने कृष्णका पछाडि लागे। कुल परम्परालाई आज तोडिदिए भगवानको कृपाले, भगवानको वाणीले, भगवानको शब्दले।
अब गए गोवर्धनको छेउमा सबैले ब्रजवासीहरूले पूजाका सामग्री राखे, स्नान गराए, पूजा गरे, धूप बाले, कपुर बाले, आरती गरे, फूलमाला चढाए, लगेको 56 प्रकारको भोग पनि हे गोवर्धन महाराज हजुरलाई हामीले नैवेद्य ल्याएको छौँ, सबै स्वीकार गर्नुहोस् भनेर हात जोड्नु। भगवानलाई बिहान बिहानदेखि खानेकुरा देखेर भोक लागेको थियो। त्यो दिन स्वयं भगवान हरि श्री कृष्णले गिरिराज भित्र कसैले थाहा नपाउने गरी गएर प्रवेश गरेर ब्रजवासीले दिएका सारा पूजाका सामग्रीहरूलाई स्वीकार गर्नुभयो। भोग लगाएका 56 प्रकारका नैवेद्य पनि गोविन्दाय नमः स्वाहा, गोविन्दाय नमः, सब भगवानलाई अर्पण भयो, सब भगवानले खानु। हामीले दिएको सारा पूजालाई स्वीकार गर्नुभयो। धन्य होस् महाराज गोवर्धन, धन्य होस्। ब्रजवासीले श्रद्धा बढाए, भगवानले अरू ल्याऊ भनेर मागिकन खानु। अब कोहीले कृष्णलाई भन्न लागे, अरे लाला यो गोवर्धनले त कति खाएको, बाप्रे यत्रा भक्तले ल्याएको सबै पूजाको नैवेद्यहरू सब सफाचट गरे, होइन हामीलाई त प्रसाद पनि दिँदैनन् कि क्या हो? यज्ञमा गएपछि भक्तलाई प्रसादको लोभ त हुन्छ नै हुन्छ। बोल श्री हरि भगवानको। संसारमा प्रसादको लोभी त भक्तै हुने त हुने, अरू को हुन्छ र? केही न केही प्रसाद पाउन पाए हुन्थ्यो भन्ने अभिलाषा राख्छन् भक्तले। ती भक्त हुन्, प्रसादको चाहना गर्छन् भने। भगवानले भन्नु होइन खान त खानु भयो, अहिले दिनु पनि हुन्छ के, तिमीहरू नि कस्तो अत्ताल लिएको भनेर भगवानले कोही गोप कुमारहरूलाई सान्त्वना पनि दिनुभयो। भने भगवानले आज विराट रूप बनाएर गोवर्धन भित्र प्रवेश गरेर सारा ब्रजवासीले दिएको पूजालाई स्वीकार गर्नु। अब ब्रजवासीहरूले पूजा गरे, नाचे गाए, गोवर्धनमा आनन्द मनाए। ल हाम्रा कलाकार साथीहरूले भक्तलाई नचाउने खालको नाच्ने गाउने भनेपछि त अलि आनन्द दिनु पर्यो। 2:30 बजेको हाराहारीतिर समय पुगेपछि इन्द्रले यसो घडी हेरेका, ब्रजवासीले त आफ्नो पूजा नगरेर गोवर्धनको पूजा पो गरेछन्। नारायण, कति बजेछ? 2:03 बज्न लाग्यो है। ल ठिक छ, अब उहाँ सब त्यतातिरको कुरा हो नि त, स्वर्ग र यहाँ एउटै समय हुँदैन, यहाँ 3 बज्न लागेछ, 5-10 मिनट तलमाथि त भइहाल्छ। श्री हरि भगवानको मुरली बजाइदेऊला नाचन राधा छम छम, 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 मुरली बजाइदेऊला नाचन राधा छम छम हरे। गोपी बाँसको मुरली मेरो सुनाइले बेरेको, गोपी बाँसको मुरली मेरो सुनाइले बेरेको, तिमीले र मैले नाचेको गोपीले हेरेको, नाचन राधा छम छम। मुरली बजाइदेऊला नाचन राधा छम छम, मुरली बजाइदेऊला नाचन राधा छम छम, मुरली बजाइदेऊला नाचन राधा छम छम। गोकुलमा म त वृन्दावनमा, तिमी बस्छौ गोकुलमा म त वृन्दावनमा, आउनु प्यारी राधा बस
अब मेरो मनमा नाचन राधा छम छम मुरली बजाइदेऊलाई नाचन राधा छम छम मुरली बजाइदेऊलाई नाचन राधा छम छम मुरली बजाइदेऊलाई नाचन राधा छम छम मुरलीमा बजाउँछु वृन्दावनमा तिरेरी मुरलीमा बजाउँछु वृन्दावनमा तिरेरी गोपीहरू नाच्दै सबै भन्छन् तिरेरी नाचन राधा छम छम मुरली बजाइदेऊलाई 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 नाचन राधा छम छम हे भगवान मुरली बजाइदेऊलाई नाचन राधा छम छम 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 हरि मेरो मन छम छम नाच्यो मेरो मन कृष्ण भुलिएको बार तिम्रो सामालो मुहार देखि नाच्यो मेरो मन छम छम नाच्यो मेरो मन आते जय हो किरीटकुण्ड जगमग गर्ने झुल्क्यो मुखको शिरमा किरीटकुण्ड जगमग गर्ने झल्क्यो मुखको शिरमा तिनै लोकलाई मोहित पार्ने बाँसुरी छ हातमा गाए गोपीले गान नाचे राधासँग देखि नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन तिम्रो घुम्रिएको बाण कृष्ण सामालो मुहार देखि नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन तारागण उड्ने बानी बादल बने सारी तारागण उड्ने बानी बादल बने सारी घुम्टो हाली डक्कर पारी धाचा पारी पारी उड्ने वजुधा घुम्टो भित्रले सरमै देखि नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन तिम्रो घुम्रिएको बाण कृष्ण सामालो मुहार देखि नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन छमछम